हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई इन अ न्यू भिडियो। आज चाहिँ म तपाईहरुको लागि जीकेबाट मल्टिपल चोइसका क्वेशनहरु लिएर आएको छु। सो नम्बर 1 मा रहेको छ, हाल नेपालमा कतिवटा जिल्ला छन् र यसको सही आन्सर रहेको छ 77 वटा। 2 नम्बरमा गण्डकी प्रदेशको राजधानी कुन हो? पोखरा। त्यसैगरी नम्बर 3 मा तलका मध्ये कुन महानगरपालिका होइन? अप्सन ख हेटौडा। त्यसैगरी नम्बर 4 मा क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका कुन हो र यसको सही आन्सर रहेको छ खोराही। त्यस्तै नम्बर 5 मा तेह्रथुमको सदरमुकाम कुन हो? अप्सन क म्याङलुङ। त्यसैगरी नम्बर 6 मा तलका मध्ये सबैभन्दा धेरै जिल्ला भएको प्रदेश कुन हो? अप्सन क बागमती प्रदेश। नेपालको सदर चौडाइ कति छ? अप्सन ख 193 किलोमिटर। त्यस्तै नम्बर 8 मा नेपालले संसारको कति प्रतिशत भूभाग ओगटेको छ? अप्सन ग 0.03%। त्यसैगरी 9 मा नेपालको पश्चिममा भारत र चीन दुवै देशलाई छुने जिल्ला कुन हो? अप्सन ख दार्चुला। त्यसैगरी अन्तिम प्रश्न, नेपालमा कति प्रकारका हावापानीहरू पाइन्छ? अप्सन ख 5 प्रकारका हावापानी रहेछ। सो आजको लागि यति नै। थ्यांक्स फर वाचिङ माई भिडियोज। इफ तपाईहरुले चाहिँ अझै यस्तै नयाँ भिडियोहरु हेर्न चाहनुहुन्छ भने प्लिज सब्स्क्राइब माई गुरुजी युट्युब च्यानल।